के तिमीले थाहा पायौ ड्रागन बल सुपरको सिजन 2 अफिसियली आउँदैछ। आइएम नट जोकिङ। आज ड्रागन बल फ्यान्सको लागि एकदमै बिग न्युज आइसकेको छ। यति ठुलो कि धेरै फ्यान्सको आँखामा आँसु नै आइसकेको छ। आजको भिडियोमा हामी ड्रागन बल सुपर 2 को अफिसियल अपडेटको बारेमा डिटेलमा कुरा गर्नेछौँ, सो भिडियो पुरा हेर्नु होला। ड्रागन बल सुपरको अनाउन्समेन्ट ड्रागन बलको स्पेशल इभेन्ट जेन्की डामा स्टुडियोमा भएको थियो। इभेन्ट सुरु हुनु अघि फ्यान्सले धेरै थ्योरी लगाए ड्रागन बल डाइमाको सिजन 2, न्यू ड्रागन बल मुभी र ड्रागन बल सुपरको रिमेक होला भन्ने लागेको थियो। तर ट्रुथ के हो भने फ्यान्सलाई यी मध्ये केही पनि चाहिएको थिएन। फ्यान्सले जुन कुराको डिमान्ड गरिरहेका थिए टोय एनिमेसनले एक्ज्याक्टली त्यही अनाउन्स गर्यो। ड्रागन बल सुपर 2 अफिसियली अनाउन्स भइसकेको छ र अनेस्टली धेरै फ्यान्सले एक्सपेक्ट नै गरेका थिएनन् कि DBAS2 को न्युज यति चाँडै आउँछ भनेर। यो ड्रागन बल फ्रान्चाइजको 40th एनिभर्सरी गिफ्ट जस्तै हो। ड्रागन बल सुपर एनिमे करिब 8 वर्षपछि रिटर्न हुँदैछ र यसको नाम रहेको छ ड्रागन बल द ग्यालेक्टिक पेट्रोल। यसको अफिसियल भिजुअल पनि रिभिल भइसकेको छ, जहाँ गोकु र भेजिटा क्लियरली देखिन्छन्। एनिमेसन स्टाइल लुक्स फायर। अब इम्पोर्टेन्ट कुरा के भने यो एनिमे ड्रागन बल डाइमा जस्तो ओरिजिनल स्टोरी होइन। अफिसियल डिस्क्रिप्सनको अनुसार यो टुर्नामेन्ट अफ पावर आर्क पछिको सिक्वेल हो। यहाँ सबैभन्दा हाइप कुरा के भने प्लानेट इटर मोरोको नाम डाइरेक्टली मेन्सन गरिएको छ। द्याट मिन्स मोरो आर्क इज कमिङ इन एनिमे फर्म। मांगारीरासलाई थाहा छ मोरो कति डेन्जरस भिलेन हो भनेर। एनिमेमा उसको इन्ट्री भएपछि इन्टरनेट लिटरली ब्रेक हुन सक्छ। अहिले त्यो एनिमेसनको क्वालिटी नेक्स्ट लेभल भइसकेको छ। सो इमेजिन मोरो आर्क प्लस न्युज एन्ड एनिमेसन हाइप लेभल अटोमेटिकली म्याक्स हुन्छ। अहिलेसम्म कन्फर्म भएको कुरा एनिमे प्रोडक्सनमा छ। 2026 मा आउने चान्सेस भेरी लो छ, तर मोस्ट लाइकली 2027 सम्म रिलिज हुन सक्ने चान्स हाई छ। ड्रागन बल सुपर 2 को साथसाथै ड्रागन बल सुपरको पनि रिमेक भर्जन आउन लागिरहेको छ। सोर्स अनुसार एनिमेसन इस्यु फिक्स गरिनेछ। यसको एक्सपेक्टेड रिलिज विन्डो फल 2026 मा आउन सक्छ। सो यस फल 2026 मा ड्रागन बल सुपरको रिमेक अनि 2027 ड्रागन बल सुपर 2 मोरो आर्क आउने सम्भावना हाई छ। टोयले क्लियरली लङ टर्म प्लानमा काम गरिरहेको छ। एनिमे मात्र होइन, ड्रागन बल गेम्सको अपडेट पनि आएको छ। ड्रागन बल स्पार्किङ जेरो न्यू DLC ट्रेलर रिभिल भइसकेको छ। रिलिज डेट नट कन्फर्म याट। अनि नयाँ प्रोजेक्ट रहेको छ ड्रागन बल एज 1000। कम्प्लिटली न्यू गेम हो। मेन टाइमलाइन भन्दा धेरै फ्युचर स्टोरी। यसको रिलिज डेट फिक्स भइसकेन, तर यो पनि 2027 मा आउने चान्स हाई छ। अब एनिमे फ्यान्सको लागि 2026 र 2027 लिटरली गोल्डन एरा हुन लागेको छ। बिग 3 र फादर अफ बिग 3 अफिसियली सेम वर्षमा आउन लागिरहेका छन्। सो ओभरअल ड्रागन बल फ्यान्सलाई एक्ज्याक्टली त्यही न्युज मिल्यो जुन उनीहरूले इयर्सदेखि चाहिरहेका थिए। अब कमेन्टमा भन्नुहोस्, आर यु एक्साइटेड फर ड्रागन बल सुपर 2 अर नट? भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। म फेरि नेक्स्ट भिडियोमा भेटौँला। टिल देन बाई बाई।